समाज कल्याण परिषदले बृहत सरसफाई कार्यक्रम राखेको हुँदा आज हाम्रो टिम यताबाट भृकुटी मण्डप प्रस्थान हुँदैछ फन पार्कबाट। यो प्रस्थान हामी भृकुटी मण्डप प्रस्थान भइसकेका छौँ, जसमध्ये आज चाहिँ व्यापक रूपमा हाम्रो टिम यहाँ उपस्थित भइसकेको छ। यसै गरी यहाँ चाहिँ सरसफाई गर्न आउने विभिन्न बजार सङ्घ लगायत होटल सङ्घ यता फन पार्कको टिम लगायत विभिन्न मान्छेहरू, विभिन्न साथीहरू यहाँ सरसफाइमा जोडिनु भएकोले यहाँको आज सरसफाइ विशेष हुने देखिएको छ। जोस र जागरका साथ सरसफाइ अभियान अगाडि बढिसकेको छ। यो आजको यस सरसफाइ अभियानमा भएको उपस्थितिले आज भृकुटी मण्डपको सरसफाइमा व्यापक सुधार हुने देखिएको छ। सम्पूर्ण साथीहरू जोस र जागरका साथ फोहोर उठाइराख्नु भएको छ, सरसफाइ गरिराख्नु भएको छ, बढारिराख्नु भएको छ, झारपातहरू उखालिराख्नु भएको छ। यही उपस्थितिले आज भृकुटी मण्डपको मुहार नै चेन्ज ल्याउने सम्भावना देखेको छु मैले। साथीहरू व्यापक रूपमा सफाइमा जोडिराख्नु भएको छ। यहाँ आजको व्यापक उपस्थिति, यहाँको बृहत कार्यक्रमले सरसफाइमा आज केही विशेष हुने देखिएको छ। सम्पूर्ण साथीहरू सरसफाइको अभियानमा जोस र जागरका साथ अगाडि बढिराख्नु भएको छ, फोहोरहरू उठाइराख्नु भएको छ। साथीहरूको उपस्थितिले आज उत्साह पनि छ भृकुटी मण्डप भन्ने मैले आकलन गरेको छु। यो समाज कल्याण परिषदले आज गरेको यो बृहत सरसफाइ अभियानमा विशेष गरेर फन पार्कको टिम, यहाँको बजार समिति